दर्शकबिन नमस्ते। करेन्ट इस्यु कार्यक्रममा तपाईलाई स्वागत। म वीरेन्द्र मन। कुनै शायरले कुनै लेखकले एउटा कुरा भनेका थिए, दुश्मनी जमेर गर्नुस्, दुश्मनी जति मन लाग्छ त्यति गर्नुस्, तर दुश्मनी गर्दा गर्दै एउटा कुरालाई के ख्याल राख्नुस् भने कि जब तपाईँ त्यो व्यक्तिसँग दुश्मनी गर्दै हुनुहुन्छ र पछि जब त्यो व्यक्तिसँग भेट्दाखेरि तपाईलाई ग्लानी महसुस नहोस्। खास गरेर तर नेपालको राजनीतिमा ग्लानी शब्द छैन, नेपालको राजनीतिमा नैतिकता शब्द छैन, नेपालको राजनीतिमा भन्ने हो भने सिद्धान्त छैन। आज जताततै बेसिद्धान्तका मिलनहरू भइरहेको अवस्था छ। राजनीति त्यही गएर देखिएको अवस्था छ, अर्थात् बेमेलका कुराहरू बढी देखिएको छ। हिजो सम्म संसद अवरुद्ध गरेर, प्रदेश सभा अवरुद्ध गरेर नेपाली कांग्रेसले सरकारका कमी कमजोरी र आलोचनाहरू गरिरहेका थिए। कारण के थियो भने सरकार गम्भीर भएन, प्रदेशको विकासमा, संघीयताको विकासमा सरकारको भूमिका र सरकार गम्भीर भएन, आरोप कांग्रेसको थियो। सरकार पूर्ण रूपमा भ्रष्टाचार करप्सनमा लिप्त छ, कांग्रेसको आरोप थियो। तर आज त्यसका सारथी भनौँ बनेको छ नेपाली कांग्रेस, जसले हिजोसम्म चर्का स्वरमा गाली गर्दै थिए सरकारको, आज ती पार्टी सारथी बनेर आएको छ। सरकारलाई बचाउनको आएको छ, टेवा दिने अर्थात् अवस्थामा आइसकेको अवस्था छ। के कांग्रेसको यो मजबुरी थियो कि कांग्रेसको राजनीति धरातल प्रदेश नम्बर 2 मा समाप्त भइरहेको अवस्था थियो र त्यो समाप्त हुने अवस्था उसले प्रदेश नम्बर 2 मा जनता समाजवादी पार्टीको एउटा पक्ष, उपेन्द्र यादव पक्षसँग उसले सहकार्य गरेर आफ्ना धरातललाई विस्तार गर्न खोज्दै थिए। टीका टिप्पणी त्यो दृष्टिकोणबाट पनि भइरहेको अवस्था छ। तर आज हामी समग्र रूपमा के हेराउँछौँ भने कांग्रेस जसले भन्छ नैतिकता सिक्नु छ भने मसँग सिक, कांग्रेसका कार्यकर्ता भन्दैछ नैतिकता सिक्नु छ भने मसँग सिक, राजनीति सिक्नु छ भने मसँग सिक, लोकतन्त्र संविधानका मूलभूत सिद्धान्त सिक्नु छ भने मसँग सिक। तर ती सिद्धान्तहरू कहाँ गइरहेको छ र त्यसैले भन्छ राजनीतिमा कोही कसैको दोस्त र दुश्मन थायी रूपमा हुँदैन। यसको प्रत्यक्ष उदाहरण अन्यत्र खोज्न पर्दैन, हाम्रै प्रदेशमा खोजे हुन्छ। किनभने हिजोसम्म सबभन्दा बढी भ्रष्ट भन्ने सरकारलाई आज काँध दिन पुगेको छ, कन्धा थाप्न पुगेको छ नेपाली कांग्रेसले। त्यसका अनगिनत कहानीहरू होला, तर एउटा कुरा के छ भने लोकतन्त्रको पद्धतिलाई मान्ने हो भने नेपाली कांग्रेस यो प्रदेश नम्बर 2 मा सबभन्दा तल्लोमा थियो, अर्थात् सबभन्दा तल अवस्थामा थियो। जनताले त्यहाँ पुर्याइदिएको थियो। तर आज सत्ताको साझेदारी बनेको छ कांग्रेस। यसका अनगिनत कहानीहरूमध्ये एउटा के हो भने अब कांग्रेसको प्रदेश नम्बर 2 मा जसरी धरातल कमजोर भइसकेको थियो, त्यो धरातललाई उसले या उसका लिडरसिपहरू या लिडरहरू, उसका नेताहरूको जसरी यहाँ प्रदेश नम्बर 2 मा राजनीति गर्ने जुन नेतृत्व पङ्क्तिहरू छन्, त्यसको भित्र एउटा कमीको कारणले आज सरकारमा सहभागी भएर कांग्रेसले आफ्ना स्पेसहरू खोजिरहेको अवस्था छ। तर त्योभन्दा पनि पहिला हामी हेराउँदैछौँ, एक दिन अगाडि सरकारमा सहभागी हुनु, एक दिन अगाडि 2 जना मन्त्री, युवा बालबालिका, पूर्वाधार मन्त्री हुनुभएको नेपाली कांग्रेसबाट रामसरोज यादव पटक पटक सरकारमाथि लगाएका आरोप मध्येका केही दृश्य र संसदमा एक दिन अगाडि अर्थात् जुन दिन मन्त्रीले शपथ लिँदै थियो त्यो दिनसम्म संसद अवरुद्ध गर्दै आएको कांग्रेसले 81 सहमति गरेर सरकारको सहयात्री बन्न पुगे र त्यो दिन युवा मन्त्री हुनुभएको छ, युवा खेलकुद महिला बालबालिका मन्त्री वीरेन्द्र कुमार सिंह, उहाँको प्रतिक्रिया हेराउँदैछौँ, त्यसपछि अन्य विषयमा प्रवेश गर्नेछौँ। मंत्री जी एकटा छथिन, ई बात अहाँ जरूरे हुनका कहबै, हमरा विश्वास अछि। के जवाब देते? हम कहै छी 3टा चीज विकास के लेल, एक नंबर मोरालिटी, डेडिकेशन, ऑनेस्टी। 3टा चीज चाहे व्यक्ति सरकार में रहते तखने
सरकार वो प्रदेश एक नंबर बन सके। ये तीनों चीज में ये सरकार तीनों चीज एहि सरकार में नहीं है। कम से कम एक सरकार के इथिक्स हो, पार्लियामेंट के इथिक्स हो, हर एक व्यक्ति के सिद्धांत आइडियोलॉजी इथिक्स हो। आप कहे इनफ इज इनफ, अति भ गल। हम अखनो कहे रोस्टम साहब खबरदार, सरकार यदि संपूर्ण गरिमा में सदन में उपस्थित सांसद सबका अवहेलना करबे, जे मन करे के भ्रष्टाचार कर लिया, बजट के टुकड़ा टुकड़ा बांट लिया, गली कुची बनाओ, आगे की कहे पोखरी सौंदर्यीकरण करो, मस्त मंदिर में लगाओ, कृषि में नहीं लगाए, पर्यटन में नहीं लगाए, उद्योग में नहीं लगाए, वहां लगाओ। भ्रष्टाचार करो, जत्ते भ्रष्टाचार करो वहां के उतने कमजोर भ जाए वहां। अब तुम कह दिलिए, हम मानिए सब के बात से सहमत छी। हम यही रोस्टम से कहे खबरदार, अब जहिया बैठे बैसक, पहली बात है जे हाँ रोस्टम से बाजल छे आगू नहीं बढ़ाबे काज के तो सदन एको दिन नहीं चलत, फिर अहाँ के मनमोजी होत। अहाँ की कहे विकास के काम टुकड़ा टुकड़ा मुढ़ी जगह बांटब, तेल हमरा चिंता नहीं, आप सदन नहीं चलत, से हम अहाँ के हिदायत देवे चाहे छी, वार्निंग देवे चाहे छी जे कम से कम अपन अहाँ के बोली के ठेकान करू, बेठुआ नहीं बनू। हुन थाल्यो यो 3.5 वर्षको अवधिमा प्रदेश सरकारका मुख्यमन्त्रीज्यूले रोस्टमबाट बोलेका एउटा पनि कुरा लागू नहुनु यो प्रदेश सरकारको लागि दुर्भाग्यको कुरा हो। र अहिले जुन सशर्त अनुदानको रकम पहिला गाउँपालिकाको सिफारिसमा गाउँपालिकाहरूमा या नगरपालिकाहरूमा जाने प्रावधान थियो, तर हाम्रो 107 जना माननीय ज्यूहरूको गरिमा बढाउनको लागि यस प्रदेश सभामा का माननीय जीहरूले नै त्यो सशस्त्र अनुदानको योजना छनौट गरेर दिनुपर्ने कुरा यो भन्दा पहिला यही रोस्टमबाट मुख्यमन्त्रीज्यूले बोल्नुभयो र त्यो पनि दुर्भाग्यवश भन्नुस् त्यो पनि लागू हुने स्थिति थिएन। र अहिले आएर अब 11औं महिनामा आएर त्यो कुरा लागू गर्ने कुरा भयो र सम्पूर्ण मान्य ज्यूहरूसँग आफ्नो निर्वाचन क्षेत्रमा भएका पालिकाहरूबाट योजना छनौट गरेर दिने कुरा भयो र सशर्त अनुदान सिफारिस समिति पनि आन्तरिक मामला मन्त्रीज्यूको नेतृत्वमा बन्यो। त्यो समितिले को कार्यविधि के जनाइएको थियो भने प्रदेश सांसदज्यूहरूले छानेर दिएका योजनाहरू सिफारिस गर्ने, तर अहिले आएर त्यो योजना जुन पालिकामा गयो त्यो न प्रदेश सांसदले छानेको योजना हो न त्यहाँका पालिकाले छानेको योजना हो। दर्शक बीपी कोइराला नेपाली कांग्रेस वा प्रजातान्त्रिक आन्दोलन वा समाजवादका एउटा प्रणेता मध्ये एक हुनुहुन्थ्यो। उहाँले के भन्नुभयो भने हामी सबैलाई समान हेर्न चाहन्छौँ, अर्थात् कोही देशमा गरिब हुँदैन, कोही देशमा धेरै धनी पनि हुँदैन, अर्थात् समाजवाद र समतामूलक समाज निर्माण गर्ने हाम्रो पार्टीको लक्ष्य हो। आज पार्टी हरेक राजनीतिक पार्टीको लक्ष्य भनेको समाजवादतर्फ लग्ने हो, समाजलाई एउटा अमूल रूपान्तरण गर्ने हो। तर ती रूपान्तरणको पक्ष अवस्था के देखिएको छ भने हरेक व्यक्ति पुँजीवादलाई अँगालिसकेको अवस्था छ र राजनीति अब पुँजीवादले टिकिरहेको अवस्था छ। राजनीतिले त्यहाँबाट राजनीति
अगाडि बढिरहेको अवस्था छ। त्यसैले सिद्धान्त राजनीति जे जसो राखे पनि कुनै पनि राजनीति पार्टीको दस्तावेजमा त्यो सिद्धान्त कारगरै हुँदैन, किनभने सबैको एउटै लक्ष्य छ, जुन जसरी जुन प्रकारले पनि सत्तामा पुगिहाल्ने, र त्यो सबै राजनीति पार्टीको एउटा लक्ष्य, साझा लक्ष्य बन्दैछ र त्यो एउटा महत्त्वपूर्ण लक्ष्य भइरहेको अवस्था छ। त्यसकारणले यो फलानो पार्टी भोलि आज विपक्षमा छ, भोलि सत्तामा जाँदैन भने कुरा होइन। यो सत्ता समीकरणको खेल भइरहेको छ र त्यसका लागि त्यसका पछाडि अनगिनित कारणहरू र कथनहरू देखाइरहेको बताए पनि सत्य कुरा के हो भने जसरी पनि सत्तामा पुग्ने खेल छ र काङ्ग्रेस पनि देशमा प्रदेशमा सत्ताबाट निकै टाढा थियो र उसले अब यो सहज सत्ता आरोहणको सत्ताभित्र प्रवेशलाई, अर्थात् जो मधेस भवन छ प्रदेश नम्बर 2 को मधेस भवन मुख्यालय, त्यसमा सहज प्रवेशको निमित्त हिजो सहमति गरेर सरकारमा सहभागी भयो। त्यसका अनगिनित कारणहरू छन्। ती कारण के हो भने प्रदेश नम्बर 2 मा अब आउने दिनमा जुन चुनाव भइरहेको छ र सत्ता आरोहण त्यो दलसँग भइरहेको अवस्था छ र त्यो सत्ता आरोहणले उसलाई र उसको प्रदेश नम्बर 2 मा जसरी धरातल कमजोर भइरहेको अवस्था छ त्यो धरातललाई आउने निर्वाचनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ उसले सत्ता आरोहण गरेको हो। त्यसका कुनै कारण छैन। यदि यहाँ प्रदेश नम्बर 2 मा उसले सत्तामा सहभागिता जनाइदियो भने त्यसले न त संविधानको रक्षा हुन्छ न लोकतन्त्रको रक्षा हुन्छ। अवस्था के छ भने मुख्य कारण भनेको सत्तामा मेरो प्रतिनिधित्व कसरी हुन्छ र त्यो हो, र यसै कारणले बार्गेनिङ भयो। बार्गेनिङमा माओवादी अलि पछाडि परे र माओवादीलाई पनि सहभागिताको कुराहरू छ। 1-2 दिनभित्रै माओवादी पनि सरकारमा जान्छ र काङ्ग्रेसको यो सत्ता आरोहण भनेको यसैको सिलसिला हो कि जसरी पनि होइन भने रातारात एउटा मन्त्रीलाई 4वटा मन्त्रीलाई बर्खास्त गर्नु, आफ्नै पार्टीका सरकार अहिले अल्पमतमा छैन, जो सरकार अल्पमतमा छैन त्यो सरकार आफूलाई जोगाउनको निमित्त अरू दलसँग सत्ता साझेदारी गर्नु, यी तमाम अवस्था र परिस्थितिले के देखाइरहेको छ भने नेपालको राजनीतिमा जे पनि सम्भव छ, नेपालको राजनीति दिशाविहीनताको अवस्थामा छ र नेपालको राजनीति सिद्धान्त दर्शनको आधारमा चल्दैन कि सत्ता लिप्सा र जसरी पनि कुर्सीको खेलमा हुन्छ। यो रिपोर्ट हेर्नुहोस्। सङ्घीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेको बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन्। आवश्यकता र औचित्य भन्दा पनि व्यक्ति तथा दलहरूलाई भागबण्डा पुर्याउन मन्त्रालय र मन्त्रीको सङ्ख्या थप्ने संसदीय व्यवस्थाको पुरानो विकृति प्रदेशमा सरेको हो। प्रदेशमा 3.5 वर्षसम्म 7वटा मन्त्रालय रहेको अहिले 11वटासम्म पुगेका छन्। 2074 माघमा गठन भएका प्रदेश सरकारहरूले स्रोत साधन नीति कानुन कर्मचारी भौतिक पूर्वाधार लगायतका आधारभूत आवश्यकताको अभाव बीच काम गरिरहेका छन्। आफ्ना संरचनालाई जेन तेन स्थापित गर्न प्रयत्नशील रहेको बेला मन्त्रालयको सङ्ख्या बढ्दा दीर्घकालीन आर्थिक बोझ थपिएको छ। यसले सङ्घीयता विरोधीलाई मात्र नभएर आम मानिसमा पनि नकारात्मक दृष्टिकोण मौलाउने देखिएको छ। प्रदेश नम्बर 2 सरकारको कामको आलोचना गर्दै प्रत्येक पटक आलोचना गर्दै आएका नेपाली काङ्ग्रेस अहिले सत्ता साझेदार बनेको छ। सत्तामा सहभागी हुनु पूर्व पनि नेपाली काङ्ग्रेसले सरकारको आलोचना गर्दै आएको थियो। प्रदेश 2 मा जनता समाजवादी पार्टी जसपासँग काङ्ग्रेसले सत्ता साझेदारी गरेको छ। जसपाको महन्त ठाकुर पक्षका 4 मन्त्रीलाई हटाएको पर्सिपल्ट बुधबार उपेन्द्र यादव पक्षीय मुख्यमन्त्री लालबाबु राउतले काङ्ग्रेसलाई 3 मन्त्रालय दिएर सरकारमा सहभागी गराएका हुन्। 2वटा मन्त्रालय दाबी गरिरहेको माओवादी केन्द्र भने भागबण्डा नमिल्दा सरकारमा गएको छैन। जसपाको यादव पक्षसँग 4 दिनको बार्गेनिङ र
छलफलपछि काङ्ग्रेस संसदीय दलका नेता राम सरोज यादव नेतृत्वमा सरकारमा सहभागी भएको हो। यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। उनी धनुषा क्षेत्र नम्बर 3 कबाट प्रदेश सभामा निर्वाचित हुन्। मन्त्री यादव 2064 सालमा संविधान सभामा काङ्ग्रेसका समानुपातिक सभासद पनि थिए। खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी काङ्ग्रेसका सांसद ओम प्रकाश शर्मालाई दिएको छ। शर्मा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष पनि हुन्। महिला बालबालिका तथा युवा खेलकुद मन्त्रीमा सर्लाहीका काङ्ग्रेस सांसद वीरेन्द्र प्रसाद सिंहलाई नियुक्ति गरिएको छ। मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु ईश्वरको नाममा शपथ लिन्छु जनताको नाममा शपथ लिन्छु कि देशको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही प्रदेश नम्बर 2 को महिला बाल बालिका युवा तथा खेलकुद मंत्री पद को कामकाज प्रचलित कानून को अधीन में रही कसैको डर नमानी पक्षपात नगरी कसै प्रति पूर्वाग्रह वा खराब भावना नली ईमानदारी साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानून बमोजिम गोप्य राख्नुपर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालन गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। मुख्यमंत्री राउतको जनकपुर स्थित सरकारी निवासमा बुधबार अपराह्न दुई दल बीच भएको छलफलबाट कांग्रेसको भागमा पर्ने मन्त्रालयको टुङ्गो लगाइएको थियो। प्रदेश प्रमुख राजेश झाले बुधबार राति नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराए। मंगलबार साँझ बसेको प्रदेश मन्त्री परिषदको बैठकले कांग्रेस र माओवादी केन्द्रलाई ल्याउन 4वटा मन्त्रालय टुक्र्याउने निर्णय गरेको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्र्याएर भौतिक पूर्वाधार विकास र खानेपानी तथा ऊर्जा विकास मन्त्रालय बनाएको छ। सामाजिक विकास मन्त्रालय टुक्र्याएर सामाजिक विकास र महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ। मुख्यमन्त्री राउत निकट स्रोतले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन छलफल जारी रहेको जनाएको छ। माओवादी केन्द्रले 2 मन्त्रालयको दाबी छाडेका छैन। राउत सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पनि टुक्र्याएर आन्तरिक मामिला तथा सञ्चार र कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय बनाएको छ। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्र्याएर उद्योग पर्यटन तथा वन र अर्को वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बनाइएको छ। ठाकुर महतो समूहलाई ओली सरकारमा जानबाट रोक्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रबार जनकपुर आएर प्रदेशको सत्ता समीकरण फेर्न कसरत गरेका थिए। प्रदेश 2 मा हाल 104 जना सांसद छन्। 107 सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले 3 जना सांसदलाई निष्कासन गरेपछि प्रदेश सभामा प्रदेश सांसदको संख्या 104 मा झरेको हो। प्रदेश 2 मा सबैभन्दा ठूलो दल जसपा नै हो। जसपाका दुवै समूह गरी 55 सांसद छन्। 53 जना सांसद हुँदा बहुमतको सरकार बन्छ। यादव राउत पक्षसँग 35 सांसद छन्। ठाकुर पक्षका 5 जना सांसद यादव राउततिर लागेका छन्। त्यसो त ठाकुर महतोसँग 20 जना सांसद मात्र रहेका छन्। ठाकुर महतो पक्षको सोमबार भएको संसदीय दलको बैठकमा 15 जना मात्र सांसद उपस्थित थिए। प्रदेश 2 मा एमालेका 21 सांसद छन्, तर एमालेका सांसद केपी शर्मा ओली र झलनाथ खनाल माधव कुमार नेपाल 2 खेमामा विभाजित छन्। कांग्रेससित 19 र माओवादीसँग
8 सांसद छन्। रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका 1 सांसद छन्। दर्शकबिन, नेपाली कांग्रेसका संसदीय दलका तत्कालीन नेता, अहिले पनि संसदीय दलको नेता हुनुहुन्छ, सरकारको भौतिक पूर्वाधार विकास मन्त्री हुन्छ। उहाँले बडा सटिक रूपमा विश्लेषण गर्दै सरकारको विषयमा भन्नुभयो कि मुख्यमन्त्रीलाई के बोल्नुहुन्छ उहाँको बोलीको ठेगान छैन। भ्रष्टाचारमा यो सरकार तीव्र लिप्तको अवस्था छ, लिप्त भइसकेको अवस्था छ, सरकार घिनाइसकेको अवस्था छ। तर आज ती सरकारको अर्थात् पटक पटक एउटा शब्द राम सरोजजीले भन्नुहुन्थ्यो, बेठुवा मुख्यमन्त्री, जसको बोलीको ठेगान छैन, त्यो मुख्यमन्त्री, बेचारा मुख्यमन्त्री, निरीह मुख्यमन्त्री, यी तमाम आरोप लगाउनुहुन्थ्यो उहाँ। आज ती सरकारको टेवा बन्नु पुग्नु भएको छ। आउने दिनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, बसर्तै यो पार्टी आन्तरिक विवादमा फसेको छ, पार्टी संघीय सरकारमा केही उसका नेताहरू, महन ठाकुर पक्षीय नेताहरू संघीय सरकारमा सहभागी छन्। प्रदेश नम्बर 2 मा पार्टी औपचारिक रूपमा या कतै पनि पार्टी औपचारिक रूपमा विभाजन छैन, एकले अर्कालाई सत्ता कब्जा अर्थात् पार्टी कब्जाको रणनीतिमा छ। यस्तो अवस्थामा कांग्रेस जो अल्प अवस्थामा छैन, अर्थात् कांग्रेसलाई लिनुपर्ने अवस्था छैन, प्रदेश सरकार अल्पमतमा पनि छैन, र त्यस्तो अवस्थामा जसरी राजनीतिक तमाम सिद्धान्तहरूलाई समाप्त पारेर यो सत्ता आरोहण भएको छ, प्रदेश नम्बर 2 मा एउटा राजनीतिमा नयाँ सिद्धान्तको आविष्कार भएको छ। र तपाईँ हिजोसम्म जसलाई जे आरोप लगाउनुहोस्, आज तपाईँ मन्त्री पाउनुभयो, सब थोक बिर्सियो, सब थोक ठिक छ, सब थोक चोखो भयो, यस्तो अवस्था छ। आजको कार्यक्रमबाट यति नै। अर्को दिन अर्को विषयवस्तु लिएर फेरि उपस्थित हुनेछु। नमस्कार।